आमामा मेची पुलमा हेरौँ त ल यो चक्का जाम आमामा ट्याम्मै ल झ्याप्पै चक्का जाम छ यहाँ चक्का जाम तल 2 नम्बरी तरिकाले सामानहरू वारिपारी गर्दैछन् सुपारीहरू मानि बसेका छन् झ्याप्प हो सामान गरेर गठ बाँधेर पो पुरा छुङ पार्दै बोक्दै रहेछ नानी यत्रो गर्नु सुरु भयो नेपाल सुरु भयो अब भनेको त्यस्तो जाम हुँदैन यता ल नागरिक त झरो कसको झरो दिदीको झरै छ त्यस कारणले गर्दाखेरि यो हुलमुलमा एकदम गाह्रो छ ल हेरौँ त यस्तो छ अनि स्पिड तुफान झ्याप्पै सामानहरू सबै पारी लानको लागि हेरौँ त है आमामा बाप रे बाप वारपार छन् सबै वारपार सामान वारिपारी गर्नेले पो यहाँनिर चक्काजाम गरे त होइन विनाजु सामान वारिपारी गर्नेले क्या यहाँ हामी जस्ता यसो घुम्न आउनेले भन्दा पनि ल सब यहाँ अब लोड गरेर लाँदो रहेछन् होइन यहाँ अब रुँगेर बसिरहेछन् कति बेला अब यिनीहरूको सेटिङ छ पारी जाने झ्याप्प खुलाइदिन्छ अनि सबै गए सामान भएका जति